घरि सिटी बजाउँदा आउँछ। अन्त कुकुरले चाहिँ मैला ल्यायो भन्छ होइन, कुकुरले मैला ल्यायो, कुकुरले गन्दा गऱ्यो भन्छ। तर मान्छे नै कुकुरहरू चाहिँ हेर्नु नि बिहानभरि सफा गर्छ नि त्यही, देख्नुभयो मैला। अन्त ऊ पर छ नि, पर कुकुर छ नि, यो चाहिँ राम्रो छ नि, हाम्रो कुकुरहरू राम्रो छ नि गल्लीको। अहिले म तपाईँहरूलाई देखाएको थिएँ नि कुडाको बारेमा, मैलाको बारेमा। त्यही हो, अब मान्छेले हेर्नुहोस् है, कुकुरले मैला गऱ्यो भन्छ है, कुकुरले मैला गऱ्यो भन्छ, त्यो मान्छेले मैला गरेको नि त। अब खाएर भित्र राख्नुपर्छ नि है, खाली त। बिहान कहीँ जान्छ, ड्युटी जान्छौँ, कहीँ पनि जान्छ, बाहिर फ्याँक्नुपर्छ। बिहान आइहाल्छ कुडा ल्याउने मान्छे, आइहाल्छ मैला ल्याउने मान्छे है, हौसला गर्नुपर्छ नि। अन्त खाएर कुडा बाहिर खायो भने बिचारा कुकुरले बोकेर ल्याउँछ, खानेकुरो हो कि भनेर। अन्त मान्छेले भन्छ ए कुत्ता नै गन्दके, कुकुरले गन्दके, एकदमै क्या त बुझ्दैन मान्छेहरू, ठ्याक्कै बुझ्दैन। खाएर कहाँ फ्याँक्नुपर्छ, खाली जग्गा कहाँ फ्याँक्नुपर्छ, डस्टबिन कहाँ हो। मान्छे एकदमै पढे लेखेको मान्छे क्या त, राम्रो मान्छेहरू छ, तर छैन, यसको लागि छैन। कहाँ खाएर चाहिँ कहाँ फ्याँक्नुपर्छ त्यसको छैन। त्यस्तो हुन्छ यहाँ मान्छेहरू चाहिँ, छ मान्छेहरू चाहिँ।